मान्य सदस्यहरू, अब म मान्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्मानीय सभामुख महोदय, क्यान्सर उपचारको प्रयोग हुने औषधिहरूको अभावको बारेमा सम्बन्धमा उठाउनु भएको महत्त्वपूर्ण सवालप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको छ। यस विषयलाई सरकारले प्राथमिकतामा राखिएको छ। औषधि ऐन 2075 को दफा 26 बमोजिम नेपाल सरकारबाट हालसम्म जम्मा 117 प्रकारको औषधिहरूको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ, जस अन्तर्गत क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्जिप्लाटिन लगायतका आवश्यक औषधिहरू समेत समावेश छन्। विगत 1 दशकभन्दा बढी समयदेखि यी औषधिहरूको मूल्य समायोजन नभएको अवस्था र हाल विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण बजारमा देखिएको केही औषधिहरूको अभावप्रति मन्त्रालय एकदमै गम्भीर छ। यस समस्याको दीर्घकालीन समाधान गर्दै औषधिको सहज आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन स्वचालित प्रणाली अटोमेटिक प्राइसिङ सिस्टम निर्माण गर्न 1 हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढाउने बेहोरा अवगत गराउन चाहन्छु। हाल विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, अन्तर्राष्ट्रिय द्वन्द्व तथा आपूर्ति श्रृङ्खलामा देखिएको अवरोधका कारण उल्लेखित औषधिको आयात तथा आपूर्तिमा देखिएको अवरोध व्यवस्था गर्न औषधि व्यवस्थापन विभाग मार्फत आयातकर्ता, उत्पादन तथा अस्पतालबाट दैनिक मौजुदा विवरण सङ्कलन गर्ने व्यवस्था गरिएको छ भने बिरामीहरूको आवश्यकता औषधि सहज रूपमा प्राप्त गर्नका लागि समन्वय व्यवस्थाको निमित्त सम्पर्क व्यक्ति तोकिएको जानकारी गराउन चाहन्छु। क्यान्सर उपचारको औषधिको बारेमा नियमित उपलब्ध सुनिश्चित गर्न क्यान्सर रोगीहरूको उपचार सहजता ल्याउन उद्देश्यले 11 स्वास्थ्य संस्थामा उक्त औषधिहरू उपलब्ध रहेकोले बिरामीहरूको पुर्जी सहित उक्त 11 स्वास्थ्य संस्थामा सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न व्यवस्था मिलाइएको छ। साथै क्यान्सर बिरामीहरूलाई आवश्यक औषधिको नियमित उपलब्ध सुनिश्चित गर्न तथा सामान्य दीर्घकालीन समाधानको लागि मन्त्रालयले सरोकारबारसँग समन्वय गरी आवश्यक पहल अगाडि बढाइरहेको जानकारी यस सदन मार्फत जानकारी गराउन चाहन्छु।